अब चाहिँ हाम्रो नानी ग्लाइडिङ गर्नु आँटेको हो। काम मोबाइल छोडेको ग्लाइडिङ गर्नु आँटेको नानु। तिमी नजाऊ न मम्मी चाहिँ। लाऊ ल नानु आताले मादिम चाहिँ मराइ मादिम उसमा हालिदेऊ न गोजीमा। लाऊ नम्बर लाउने थुप्रै छन्। यो चाहिँ सुनकोशी चौतराको माथि बोक्पाङ अरे बोक्ताङ होइन बोक्ताङ भन्ने ठाउँ बोक्ताङ। ओके अल द बेस्ट। नानु नानु मागी चाहिँ मारै मारिम ल एम चाहिँ माना मिना पनि दाइले तँलाई भरे 50 रुपियाँ दिनुहुन्छ। यो त अर्को तयारीमा छ उठ्ने स्टुडेन्ट हो। इन्स्ट्रक्टर प्रशिक्षक हो। यो चाहिँ कहाँबाट पाउँछ सर्टिफिकेटहरू? यो चाहिँ गोल्डले दिन्छ। कहाँ जानुपर्छ यसो? यसको लागि चाहिँ हामी चाहिँ यहाँ आउँछौँ। म चाहिँ कहाँ जानु? रेडी खोइ थाहा छैन जति पनि 1 घन्टा बाहिरको पार्टी हो हाम्रो। हामीलाई त उहाँले सिकाउनुहुन्छ। ए साथी हो हाम्रो। म चाहिँ स्टुडेन्ट एकजना उडिसक्नु भयो। एकजना उडिसक्नु भयो। अलिकति जुम गरिदिउँ। रेडी गइसक्यो हाम्रो गयो हाम्रो नानी। पुरा घुमाउने होइन अघिको चाहिँ सिक्ने पार्टी हो क्या सिधै गएको यता 17 साइड
हुन्छ टर्निङ भइसक्यो त्यति पछि बानी भयो नि हातहरू चलाउनु थाल्यो सुरुमा मात्रै अलिक उयो दिएको क्या आयो 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 कहाँ सुन्छ हावाले सुन्दैन म एकछिन हो यार उनीहरूले त ट्रेनिङ लिएको छ पुरा लाइसेन्स प्राप्त हो नि त 2 मिनट भइसक्यो जाउँ अब त लग्यो सिधै इन्जोय गर्न थाल्यो हामीले बोक्ताङ डाँडा ल मेरो छोरी भिडियो पनि बनाउँदैछ फोटो पनि खिच्दैछ 17 साइट ओके अब तल भेट्ने हो नानीसँग हामी जाने यहाँबाट स्कुटीमा ट्रेनिङ गर्ने हो नि त धेरै सिकिसक्यो उनीहरूले हुँदैन यहाँबाट एक